सो हेलो एन्ड नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ होला सो म पनि सन्चै आराम छु इट्स मी एन्ड फ्यु अमित एफएफ सो म चाहिँ के भन्न आएको भन्दाखेरि फिलहाल अहिले हाम्रो सोसियल मिडियाभरि हाम्रो एउटा गङ्गु सिस्टरको भिडियो लिभ भएर चाहिँ भाइरल भइरहेको छ सो त्यो भिडियोको रिप्लाई चाहिँ हाम्रो गङ्गु सिस्टरले दिनुभएको छ सो तपाईँहरूले एकछिन त्यो भिडियो हेर्नुहोस् मेन कुरा म भन्न आएको चाहिँ कुरा सरी म बिर्सिहाल्छु होइन सरी कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ ऊ मेरो पास्ट थियो ऊ नभनौँ वरेवर अनि पब्लिक नगर्नुको कारण है त मेनली ऊ मेरो पास्ट भयो होइन ओके मैले मिस्टेक गरेँ त्यो मलाई राम्रोसँग थाहा छ र गल्ती गरेपछि मलाई झुक्न पनि आउँछ है तर यो बेला चाहिँ मैले रुएर कराएर भन्दाखेरि पनि मलाई चाहिँ हाँसेर बस्न सही लाग्छ होइन र डटेर बस्न सही लाग्छ एन्ड पब्लिक नगर्नेको कारण चाहिँ अनि केस फाइल नगर्नुको कारण चाहिँ यो मेरो पास्ट सो पक्कै पनि तपाईँहरूले भिडियो हेर्नुभयो होला सो र सुन्नुभयो होला उहाँ गङ्गुले चाहिँ के भन्नुभएको छ भनेर सो उहाँले भन्नुभएको छ कि यो भिडियोहरू र यो उसहरू पास्टको कुराहरू यो भिडियो पहिलाको हो भन्नुभयो सो उहाँले चाहिँ आफै भन्नुभएको छ कि म अहिले केही गर्दिनँ सो उहाँलाई चिल बस्न दिनु भन्नुभएको छ सो उहाँहरूको चाहिँ यो भिडियोहरू पहिलाको हो र अहिलेको होइन भन्नुभएको छ सो त्यही हो यो कुराहरू चाहिँ अब हामीले पनि उहाँलाई धेरै भिडियो हालेर चाहिँ उहाँलाई ट्याग गरेर चाहिँ यस्तो उस्तो चाहिँ नभनिदिनु होला सो उहाँलाई जे ह जस्तो ह उहाँलाई आफ्नो उसमा छोडिदिनु होला सो हामीले पनि अब उहाँको भिडियो हालेर उहाँलाई ट्याग गरेर उहाँलाई उस गरेर चाहिँ हामीले उस नगर्यौँ सो उहाँलाई पनि यो कुराको अलिकति उस छैन कि उहाँले पनि अब हुन्छ नि त अब उहाँको भिडियोबाटै प्रुफ हुन्छ कि सी इज अ भेरी स्ट्रङ गर्ल सो उहाँले चाहिँ आफूले चाहिँ स्ट्रङ राखेर चाहिँ अगाडि बढेर चाहिँ त्यो कुरा केही भएको जस्तो छैन जस्तै जसरी उहाँले भिडियो हालिरहनु भएको छ सो हामीले पनि हुन्छ नि उहाँलाई ट्याग गरेर यो त्यो भनेर चाहिँ नहालिदिउँ सो त्यही हो यो कुरा चाहिँ के सिकिन्छ भने आफूभन्दा धेरै ट्रस्ट नगर्नु मायामा दुई शब्द लाइन मिठो बोलेर तपाईँको अङ्ग हेर्न चाहन्छन् भने दुई शब्दले तपाईँको कुरा पनि बिग्रिन सक्छ सो तपाईँको यो कुराहरू चाहिँ त्यति सिक्न पाइन्छ कि सो तपाईँहरूले ट्रस्ट धेरै नगर्नु यो सबहरू चाहिँ हुन्छ यो नेपालभरिमा यो कुराहरू भइरहेको छ सो तपाईँहरू पनि बी केयरफुल हुनु सो त्यही नै हो अब उहाँले चाहिँ नगर्ने गल्ती चाहिँ भने गरिसक्नु भयो सो उहाँले पनि आफ्नो गल्ती मानिसक्नु भएको छ सो हामीले पनि अब धेरै उहाँलाई टच नदिउँ उहाँको कमेन्ट गरेर यस्तो उस्तो नभनिदिउँ सो आई थिङ्क उहाँले सबैले होइन अब जस्तो हुन्छ नि चिन्नेले नचिन्ने पनि उहाँको भिडियो हालेर चाहिँ उहाँको जस्टिसको लागि भन्दा नि उहाँको आफ्नो भ्युजको लागि चाहिँ सबैजनाले उहाँको फोटो हाल्ने र उस गर्ने ल आई थिङ्क ल मानौँ होइन उहाँहरूले ल फोटो भिडियो हाल्नुभयो र त्यो हालेपछि एकछिनपछि उहाँहरूले फेरि पनि त्यही भिडियो अरूलाई सेयर गरेर उसो आफूले हेर्नुहुन्छ सो हाम्रो नेपालमा चाहिँ यस्तै छ कि होइन सो त्यही भन्न चाहन्छु उहाँलाई छोडिदिनु आफ्नो हालमा बस्न दिनु उहाँलाई धेरै हर्ट नगरौँ सो त्यही नै भन्न चाहन्छु म चाहिँ सो थ्याङ्क यू सो मच